एआई को प्रधानमन्त्री हो उहाँ त। हावा मान्छेको हावा कुरा के गर्नु, उसले होइन उसले आफ्नो पालिकामा उसको आफ्नो एजेन्डा के पुरा गर्यो। मैले त तपाईको सबै तकरिबन मैले सबै नै पुरा गर्ने हैन। त्यो मान्छेले त खोइ केही गरे जस्तो लागेन मलाई। रिपोर्टले जे पाते भन्ने 95% पुरा भएन बालेनको भन्ने कुरा आयो। हो त्यही त भनेको त। अब बजेटै तपाईको 30% मात्रै खर्च गर्न सक्ने मान्छेले हैन तपाईको चाहिँ नि हामीलाई नसिकाउँदा पनि हुन्छ। बालेले नसिकाउँदा हुन्छ है। कहाँ सिकाउने हैन, यहाँसम्म उहाँको बजेटको 30% पनि खर्च गर्न नसक्ने मान्छेले प्लान गर्न सक्छ, एक्जिक्युसन गर्न सक्छ, सक्दैन नि त। त्यसले गर्दा अब यो यस्तो प्रश्नहरू तपाईले नसोध्नु के हैन, यस्तै उत्तर आउँछ। अब त्यो उहाँले यहाँको पानी त खुवाउन सक्नु भएको छैन, काठमाडौँलाई पानी खुवाउनु भएको छ उहाँले, अनि आफ्नो पालिकामा चाहिँ नगर्ने अनि अर्काको पालिकामा चियाउने, त्यो गलत हो। उहाँहरूको त्यो प्रोपोगेन्डा हो। जस्तो रवि र बालेनले चाहिँ यो भारतको गणतन्त्र दिवसको दिन हैन जनवरी 25 तारिकमा हरेक वर्ष उनीहरूले गणतन्त्र दिवस मनाउँछ। त्यो दिन चाहिँ संयुक्त पत्र पठाएर भावी प्रधानमन्त्री चाहिँ बालेन, हामीले बालेनलाई अगाडि सारेका छौँ भनेर अहिलेसम्म चलनै नभएको चिज चाहिँ राष्ट्रपालले चाहिँ भारतीय प्रधानमन्त्री पत्र संयुक्त पत्र पठाएको भन्ने कुरा आयो र भारतको लाई दखल नदिने हिसाबले भारतको प्रतिकूल हुने गरी कुनै पनि कार्यक्रम नगर्ने भनेर अहिले पत्र नै आएको छ। कसरी हेर्नु भएको छ राष्ट्रपालले एउटा पार्टीले एआई को प्रधानमन्त्री हो उहाँ त। बालेन सर विदेशीलाई